के छ हाल खबर? धेरै दिन भयो भेटघाट नभएको भनेर भनौँ भने बोलचाल छैन। मलाई त सन्चै छ, अनि तिमीलाई के छ नि भनेर सोधौँ भने बोलचाल छैन। के खान आइरानी? गोलछेलीलाई आँखा झिम्काएर गल्ती त मैले नै गरे अनि त्यही भएर माफ मागौँ कि भनेर आनी। तँसँग त माफ मागे पनि खुट्टा ढोगे पनि मेरो लभ हुँदैन हुँदैन हुँदैन, खुर्कन गइहाल। जानु र भने गइहाल भनेको। हस् म नजाउँ कि क्या हो? तँ खुरुक्क जान्छस् कि अहिले मलाई जबरजस्ती गर्ने आयो भनेर चिच्याइदिऊ? त्यति कुरो अघि नै भने त गइहाल्थेँ। के ट्वाल्ल पर्न बसिरहन्? तिमीहरूकै छोरीले एकचोटि मसँग माफ माग्छु भनेर बोला भएर आन्। त्यसै माफ दिन्छु म। तिमीहरू बाना चाहिँ के हेरेर बसिरहन्? बोकालाई लक्क दिएर पठाऊ न। तँलाई केटा बोले छैन, बोल्दै बोल्दिन भन्नु आएको के बा? जाउँ घरतिर यसरी बोरा लिएर भएन नि। ए मुला साग, तेरो यो साँडेलाई तल लगाएर राख। के काट्छ? बान्दे के केटी माग्न त हिँड्यो कि जाडाले त मरियल जस्तो छ त। उडुसले टोकेर बेइज्जत हुनुभन्दा त जाडै भएको राम्रो नि भिनाजु। आछि भिनाजु पो भनेर मरिछु। ए भूतपूर्व भिनाजु, तल अहिले लाटोले उडुसले लाग्ने गर्नुपर्छ। अब यो 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 उडुसको गोलो अब लागिसक्नु छैन। बरु तँ गएर त्यो सानु काजीको पसलमा गएर एउटा कमिज भए पनि उधार ल्याए त जात। हे सक्दिन म। तिमीलाई लुगै फाप्दैन। जस्तो लुगा लाए पनि लुगाभन्दा बढी उडुस पर्छ तिमीलाई शरीरमा। अब नमागै 6 महिना भयो होला, उडुस जुम्रा त परिहाल्छ नि। अहिले लाटाल दिएर बारीको पाटा फ्रेन्ड अनि थाहा पाउँछ। त मट्याइरले के मतलब? मतलब त भइहाल्छ नि। 60 वर्ष काट्दाखेरि स्वास्नी खोज्दै हिँडिरहेछौ, फेरि हाम्रो फुपू माग्न नआउने। तलाई 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 मट्याइरे तलाई। ए बान्दे, मलाई धेरै नै रिस उठेर यसलाई जवाफै दिन सक्ने। तँ एकचोटि जवाफ दे त। दिदी पहिला गए पनि भिनाजु भनेर बस्ने भदुवाले के जवाफ दिनु? तिमी आफै जवाफ देऊ न माने बुढा। अहिले उम्रिदिएको 3 पात मुला निमरेर फुट फाल्छ नि। म त रिस उठेपछि मान्छे निमरेर त थाहै पाउँछु नि।